गुड मर्निङ नमस्ते मेरो साथीभाइहरू सधैँ जसरी म चाहिँ मेरो चिया पकाउनुदेखि स्टार्ट गरेँ मेरो दिन होइन सो म चाहिँ यहाँ खाजा खाइहालेँ बिहानै होइन अनि यता मम्मीहरूलाई चाहिँ चिया दिएको थिएँ मैले चाहिँ दुध खाएँ सो हल्का अब दुध खाएको भिडियो बनाउनै पऱ्यो खाजा खाएको भिडियो बनाउनै पऱ्यो होइन आज चाहिँ मम्मीको व्रत थियो नि त अनि मैले खासै केही पनि बनाइनँ खाइनँ पनि अनि अब दुईजना बुढाबुढीको लागि मात्रै थियौँ अनि त्यही भएर काम पनि धेरै थिएन अनि त्यही भएर यसो गट्टा पकाएको थिएँ अनि गट्टा र भातको भिडियो बनाएँ भात खाने अब मम्मीको व्रत थियो अनि भात पनि छिटै खायौँ कि खाजा खाएको थिएनौँ नि त अनि हेर्नु न अमिलो अचार यो कागतीको अचार यस्तो मिठो भएको छ गाई यस्तो मिठो हुन्छ है मलाई पहिला चाहिँ त्यस्तो खासै लाग्दैन थियो क्या यस्तो अचारहरू अचारमा मुलाको अचार चाहिँ खतरा लाग्थ्यो होइन अनि मुला र आँपको अचार चाहिँ मिठो लाग्थ्यो यो कागतीको अचार चाहिँ मलाई खासै लाग्दैन थियो तर आजकल म कागतीको अचार कस्तो मलाई अप्पर मिठो मिठो लाग्छ क्या कस्तो मिठो हुँदो रहेछ है सो म चाहिँ अनि प्रायः अब फेरि त लेमन पनि सकेको थियो अनि त्यही भएर यो अचार खाएँ होइन कस्तो मिठो लाग्ने कि हेर्नु न गाइस आज चाहिँ फेरि सादा है हाम्रो घरमा मङ्गलबार चाहिँ फेरि मासु सासुहरू पाक्दैन के अनि त्यही भएर आज चाहिँ गट्टा अनि फ्रोजन मटर हालेको थिएँ सब्जीमा अनि त्यही दाल पनि पकाइन अनि त्यही भात खाएको सादा घिउ हालिकन अनि कागती अनि खोर्सानी त म्यान्डेटरी हो त्यो त चाहियो नि होइन गाइज सो मेरो भ्लग चाहिँ आज यति नै थियो मैले आज खासै केही गरिनँ बाबुको पनि भिडियो मैले खासै खिचिनँ होइन सो यति नै थियो म चाहिँ अब खाना खाँदैछु बाई गाइज